राम 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 मेरो बुहारीको त कामै छैन हौ, कामै छैन, खाली मोबाइल हेर्यो। आजकलको बुहारीको पनि खाली भिडियो के गर्छन्, मोबाइल चाहिँ हेरेको हेरे घर धन्दा भने केही गर्नु छैन। हेर त उपर खुट्टी लाएर मोबाइल हेरेर बसिरहेको छ। राम मेरी बुहारी त शेष भइसक्यो, शेष। के चाहिँ छ कुन त्यस्तो मोबाइलमा। राम 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 बुहारी त जतिखेर पनि मोबाइलमै हेरेको मोबाइल मात्र हेरेको के हो तेरो त्यस्तो पारा। यहाँ हेर्नु न भिडियो बनाएर मान्छेहरू कति फेमस भइसकेछन्। अब म पनि भिडियो बनाउँछु कि अनि फेमस हुन्छु, पैसा इन्कम गर्न थाल्छु। तेरो अरू काम छैन, खाली मोबाइल मात्र हेर्छेस। घरको घर धन्दा कसले गर्छ, झाडु कसले मार्छ, लुगा कसले धुन्छ, गरिरहेको छ त हो, गरिहाल्छु त। जतिखेर तेरो मोबाइलमै मात्रै काम छ नि। भिडियो बनायो के गरौ, के चाहिँ पाइन्छ यो मोबाइलबाट त, के चाहिँ पाउँछ? पैसा भेटिन्छ नि त, भिडियो बनाएर फेमस हुन्छ, पैसा भेटिन्छ। भेट्नै आँटिस तैँले पैसा। कुरुक्क आइज, घरमा कति काम बाँकी छ, यहाँ मोबाइल हेरेर बसेकी छि। जब भिडियो बनाएर फेमस भएर पैसा इन्कम गर्न थाल्छु अनि त्यतिखेर देख्छ। कसको कल आएछ नयाँ नम्बरमा? हेलो फेसबुकबाट 10,000 ए हो र। ल म लिन आउँदैछु। ल हुन्छ। अब म ल्याएर देखाउँछु मम्मीलाई 10,000 को फेसबुकबाट आएछ। अस्ति नै त खुबै भन्थ्यो नि। बल्ल बल्ल भाङ खाइसक्यो। ए मम्मी मैले 10,000 रुपियाँ इन्कम गरेछु फेसबुकबाट। हेर्नु न आज गरेर लिएर आएको फोन आएको थियो मलाई। साँच्चै? 10,000। तैँले भिडियो बनाएकै कमाल हो त यो। हो त नि, तपाईँ भन्नुहुन्थ्यो नि भिडियो बनाइराख्छु अहिले देख्नुभयो नि हेर्नु। वाह यस्तो पैसा पो आउँदो त, साँच्चै भनेको छु त। ए ल ल सँगै बनाऊ न त भिडियो।